हेलो तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो नयाँ भिडियोमा। अनि आज हामी नयाँ कुरा तपाईहरुलाई शेयर गर्न लागिरहेका छौं। अनि त्यो चाहिँ तपाईहरुले यस भिडियोको अन्त्यमा थाहा पाउनुहुन्छ। यो बिरयानीको लागि मासु हामीले म्यारिनेट गरेर राखिसकेका थियौं। आधी घण्टा जति राख्यौं होला। यहाँ चाहिँ थोरै नुन बेसार अनि कर्नफ्लावर पाउडर मात्र हालेको छौं, धेरै हालेको छैनौं किनभने अनि यो चाहिँ पिस हेर्न सक्नुहुन्छ यहाँनिर ठिक्क छ। छिटै पाक्ने गरी हामीले पिस बनाएको छौं। अनि चाहिँ बिरयानीको लागि अब यो चाहिँ फ्राई हुन्छ, एकछिनसम्म फ्राई हुन्छ अनि त्यसपछि हामी बिरयानीको प्रोसेसमा जानेछौं। बिरयानीको चाउल बिरयानी स्पेशल चामल हो। यो चाहिँ नर्मल चामल, यो भात चामल भन्दा पनि स्पेशल हुन्छ। यो चाहिँ हामीले अब भिजाएर राख्छौं एकछिन हाम्रो मासु फ्राई हुन्जेलसम्म। हामीले चाहिँ चामलको लागि पानी बसालिसकेका छौं। यसमा हामी तेजपत्ता हाल्दैछौँ अनि यो हाम्रो मसलाहरु फ्राई मसला भन्छ यसलाई यो हाल्छौँ। सुकमेल पनि हाल्छौँ, टेस्ट राम्रो हुन्छ। अनि हामी नुन हाल्छौँ, त्यसपछि हाल्नुपर्छ। अनि हामी घिउ एकदम तपाईँको छ। अनि हामी यसलाई पानीलाई बोइल हुनको लागि छोडिदिन्छौँ। अनि बोइल भएपछि पानी उम्लिसकेपछि हामी चामल हाल्छौँ। छिटो भइसकेको छ। अब टाइपको हामीले फ्राई गरेका छौँ। प्याज फ्राई हुँदैछ। हामीले चाहिँ डार्क ब्राउन हुने गरी हामी फ्राई गर्छौँ। अनि यसलाई निकालेर अनि हामी ग्रेभीको लागि यहाँ हाम्रो प्याज चाहिँ फ्राई भएर रेडी भइसकेको छ। यो चाहिँ हामी पछि हामी लास्टमा हाल्नको लागि हो। यो चाहिँ यहाँ हामी चामल हाल्दैछौँ। पानी उम्लिन आँटेपछि पानी हाल्नु। यो चाहिँ हामीले अघि भिजाएर राखेका छौँ। हाम्रो चामल उम्लिँदैछ, चामल पाक्दैछ। त्यसबाट हामी यहाँ थोरै ड्राई फ्रुट हाल्छौँ। किसमिसहरू धेरै हालेका छैनौँ, काजु अनि नरिवल मात्र हामीले एड गरेका छौँ। धेरै हामीलाई मन पर्दैन, त्यही भएर हामी एकछिन चलाउँछौँ अनि यसलाई एकछिनसम्म पाक्न दिन्छौँ। हाम्रो ग्रेभीको लागि चाहिँ यहाँ मसला रेडी हुँदैछ, ग्रेभी रेडी हुँदैछ। अनि हामीले चाहिँ यहाँनिर बिरयानी मसला पनि एड गरिसकेका छौँ। अनि यो बिना चाहिँ हाम्रो बिरयानी चाहिँ अपुरो हुन्छ। त्यसैले यो चाहिँ हाम्रो एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ। बिरयानी मसला चाहिँ हामीले हालेका छौँ। अनि अब एकछिन पाक्दै गर्छ। अनि त्यसपछि हामी यसमा चिकन एड गरेर हामी एकछिन पकाउनेछौँ। हाम्रो यो मासुको ग्रेभी चाहिँ यतिको भइसकेको छ। अब हामी यसमा हामी मासु एड गरेर एकछिन हामी पकाउनेछौँ। यस्तो दामी हुन्छ त हाम्रो। अब यो ग्रेभीमा हामी एकछिन यो मासुलाई पकाउँछौँ। अब हाम्रो ग्रेभी रेडी भएर हामी अब लेयरको लागि रेडी हुँदैछौँ। अनि यो हामीले मुनि सुरुमा फर्स्टमा भाँडामा हामीले घिउ लगाएर हामीले यहाँ तरकारी ग्रेभी हालेका छौँ, मासु हालेका छौँ। अब यसपछि हामी हाम्रो अघि रेडी भएको राइस चामल बोइल चामल हामी हाल्दैछौँ। अब हामीले फर्स्ट लेयर हालिसकेका छौँ। अनि चामल भात अनि हामी अघि फ्राई गरेर राखेको प्याज। यो त कपडा जस्तो थाल्नु परेको। यो हाम्रो फर्स्ट लेयर रेडी भयो। अब हामी फेरि सेकेन्ड लेयरमा जान्छौँ। अझै बाँकी नै रहेछ। धनियाँ एड गर्न बाँकी नै छ। हरियो धनियाँ। अब हामी अघि जस्तै घिउ एड गर्छौँ। अनि यो घिउ हालिसकेपछि अनि हामी फेरि हाम्रो चिकन ग्रेभी चिकन हामी एड गर्छौँ। फेरि हामी चाहिँ यसलाई 3 लेयरसम्म बनाउन हामी कोसिस गर्दैछौँ। अब यो फर्स्ट लेयर भइसकेको छ अनि अब सेकेन्ड लेयर हुँदैछ। अब फेरि हामी यहाँ चामल हाल्छौँ। चामल भन्छ कि भात भन्छ होला। अब बिरयानीको चामल, यो बोइल चामल, बोइल गरेर राखेको चामल हाल्दैछौँ। अब फेरि हाम्रो अघिकै फ्राई गरेर राखेको प्याज हाल्दैछौँ।
किरा परेको जस्तो देखिन्छ त अब फेरि हरियो धनियाँ अनि भयो सेकेन्ड लेयर रेडी भयो अब हामी हेरी जान्छौँ अन्तिम एन्ड लास्ट लेयरमा फेरि घिउ लेयर रेडी भइसकेको छ हाम्रो यो तेस्रो लेयर अनि सकिसकेको छ अब हामी यसलाई एकछिन आगोमा ग्यासमा हामी एकछिनसम्म हामी छोपेर हामी राख्नेछौँ नि यो काँक्रा एड गर्छौँ काँक्रा एड गर्दैछु अनि यो प्याज काटेर राखेको प्याज यो टमाटर खुर्सानी मिक्स गर्ने अनि नुन थोरै नुन यसमा हामी एड गर्नेछौँ यो चाहिँ राइता रेडी भयो यो चाहिँ अलिक धेरै भएछ त हामी यसमा अलिकति दही थप्नेछौँ रेडी भइसकेको छ हामी यसलाई खानाको लागि रेडी भइसकेका छौँ अनि यो चिसो